हेलो सम्पूर्णमा सेवा सेमुना है। आज चाहिँ हामी माछा मार्नको लागि देखि चाहिँ हिँडिसक्यौँ। हाम्रो जम्बो टोली चाहिँ माछा मार्नको लागि बाटो लागिसकेको छ। असला माछा चाहिँ आज मारिँदैछ है त, हेर्दिनु होला तपाईहरुले अन्त्यसम्म। हाम्रो भाइहरुले नयाँ तरिकाले चाहिँ पुरा मार्ने कुरा गरेर अगाडि नै गइसकिसक्नु भएको छ। नयाँ जोस जागर पुरा सहित हामी पनि उत्तिकै जोस जागर सहित गइरहेका छौँ। ठाउँमा पुगेपछि अझ उग्र जोस जागर सहित माछा मार्नेछौँ है त, हेर्दै गर्नु होला। हाम्रो बाटो चाहिँ एकदम हेरौँ है, त्यस्तो डेन्जर छ है। म भिडियो गर्दै अब हिँड्नु भने अब पल्टी झर्छु होला पक्कै पनि, तर म पनि गाउँमा जन्मेर हुर्केको मान्छे। यतिकोमा झडे पनि मर्दिन हौ। तल हामी खोला देख्न सक्छौँ है। यता पनि सजिलो चाहिँ भन्न मिल्दैन नि। यो हाम्रो कुलो हो, उता जाने कुलो हो। यो कुलो हो खेतमा यो हाम्रो उताको बाउले धान रोप्ने कुलो छ। कुलो दोङसुम कुलो। ल ठिक छ। यस्तो यी ढुङ्गा खोपेर हेर्नुहोस् त गाई छ र आमा पहिलाको है। यस्तो ढुङ्गा खोपेर चाहिँ कुलो। कोक्रोमा बसेर ल हेर्न सक्नुहुन्छ है। हाम्रो माछा मार्ने खोला चाहिँ यस्तो छ। के हो अरे त्यो चाहिँ काका? निगुरो भन्छ है। निगुरो। ल स्पेशल अर्गानिक है। अर्गानिक। हाम्रो काका पनि पुरा है निस्किनु हुँदैछ है। आमामा म त लास्टै होपलेस भइसकिसक्यो। गाइजहरू खच्चा भइसकिसक्यो है। भाइहरू भेटाइएन, कहाँ हो। हामी चाहिँ पुरा खोलामा हिँडिरहेछौँ। पुरा माथि काकाहरू जानु हुँदैछ है। म लास्टमा छु। पुरा खोलामा हिँडिरहेछौँ माछा हेर्दै। तर अलिकति पानी चाहिँ धमिलो भएको कारणले मजाले राम्रोसँग माछाहरू चाहिँ देखिन पाइएको छैन। तै पनि हामी हेर्दैछौँ। भाइहरूले हेरेकै ठाउँमा अगाडि जाने भन्ने चाहिँ हाम्रो कुरो भएको छ। अनि यो दुवाली नछेकिकन त्यत्तिकै यो खोलिदियो होइन, खोलिदियो। यहाँ खोलिदियो, यहाँ खोलेर साफसुफ गयो। साफसुफ गयो। पानी नै थिएन। अब यो खोल्यो भने यस बेला पनि पानी हुँदैन कि हुँदैन। पानी भित्र चाहिँ माछा चाहिँ चढ्न, त्यो भित्र ठुल्ठुलो माछा चाहिँ। ल यो पोखरीमा चाहिँ हाम्रो अङ्कल र भाइले चाहिँ कुनै बेला 3 केजी असला माछा चाहिँ मारिरहेथ्यौँ। यहाँनिर यो कुरमा भन्नुभयो है। अहिले यो कुरहरू चाहिँ यो एकदम सडक विस्तार गर्ने क्रम भएको हुनाले मासतिर माटो थुप्रिन्छ। अनि बर्खा बाढी आउँदाखेरि चाहिँ यो बलौटाहरू माटोहरू लिएर यो कुर सबै पुर्दिएको कारणले गर्दाखेरि अहिले छैन है। त्यही हो समस्या, सधैँ एकनास हुँदैन। अब त्यस्तै छ। हामी चाहिँ अब लाग्यौँ बाटो यहाँदेखि पनि। यस्तो खालको बाटो चाहिँ पार गरेर धेरै माथि आइसकिसकेको छौँ। खोलाको मिठो सुस्केर सुन्न सक्नुहुन्छ। अझ हामी जानुपर्ने धेरै मासतिर छ। यो दोभान गऱ्यो कि यो दोभान यता खोलामा चाहिँ तपाईको म्याक्सिमम
माथि के जाति भन्छ दोभान माथि दोभान के अरे महादेव थान महादेव थान महादेव थानमा सम्म चाहिँ माछा पाइन्छ ल यो खोलामा पाइँदैन हामी छरछरेको झरना मैले देखाउने विचार थियो तर उता चाहिँ माछा नपाइने कारणले हामी गइएन त्यही छरछरे भएर चाहिँ माछा माथि उफ्रिन नसक्यो भन्ने कुरा हो छरछरे भनेको धेरै ठुलो झरना छ यहाँ माथि रहेछ भाइहरू है यहाँ माथि छन् यो चाहिँ काका तपाईँहरूको पानीको मुहान हो उषाको बुबा र तपाईँको यहाँ सानोको 16 mm को चाहिँ यहाँनिर काकाहरूको पानीको मुहान चाहिँ यहाँ रहेछ यहाँनिर चाहिँ ठुलो मुहान रहेछ उहाँले झापाझुपा एकछिन थोरै भए पनि आएको बेला बनाइदिउँ भन्ने हिसाबले थोरै थोरै छेकछाक गर्नु हुँदैछ उहाँहरूले छेकछाक गरेर अब हामी चाहिँ बाटो पनि लागिसकिसक्यौँ भाइहरूकोतिर है यता मासतिर ठ्याक्क निस्कौँ त ट्याक्क म निस्कन चाहन्छु यो अलिक खतरा ठाउँ छ उहाँ हाम्रा सङ्गम सर चाहिँ निस्किने प्रयासमा हुनुहुन्छ म आफ्नै तरिकाले निस्किँदैछु ल ल यतातिर अर्को जान्न निस्किनु हुँदै हुन्छ यो म फेरि जान्दिनँ कि यो समातम गन्तव्य स्थानमा आइसकिसक्यौँ हामी चाहिँ भाइहरूले काम गरिराख्नु भएको छ हाम्रो चाहिँ माछा मार्ने कार्यक्रम चाहिँ यो स्टाइलले सुरु भइसकिसक्यो दुवाली फर्किसक्यो है अब पानी फ्याँक्ने कार्यक्रम भइरहेको छ दर्शक यता मासतिर हुनुहुन्छ 2 जना चाहिँ म पनि पुरा दर्शक छु पुरा हेरिरहेको छु होइन अब म जान्छु काम गर्नको लागि बसन्त सर ल माछा निकाल माछा माछा ल फर्स्ट फाइनली माछा हेलो शिशिर असला माछा अर्ग्यानिक 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 माछा अर्ग्यानिक माछा यही चाहिँ असला माछा है अर्ग्यानिक देखा भाइ मेरो भाइ सुखी माछा अर्ग्यानिक माछा यहाँ एउटा यो पनि माछै हो त्यो पनि माछा मेरो भाइ ल लगाऊ माछा 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 असला माछा यहाँ परो कि एउटा ओ त्यत्रो परो आजसम्मको टप माछा ल यो चाहिँ माछा आयो माछा 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 ल देखा कति भयो आयो ए 1 केजी जति झन्नै भएको छ अब चाहिँ हाम्रो फेरि अर्को यो दह चाहिँ मार्ने भन्ने प्लान भएको हुँदा उहाँहरू चाहिँ यहाँनिर कहाँदेखि चाहिँ पाल लगाउँदा ठिक हुन्छ भनेर अवलोकन गरिराख्नु भएको छ है गाइजहरू है अब हामीले चाहिँ यही दह
मार्नको लागि यहाँ सल्लाह मिलिसकिसकेको छ हाम्रो सम्पूर्ण खटिराख्नु भएको छ है म चाहिँ अलिक अल्छे छु कि जे कुरामा पनि अलिक म अल्छे भएको कारणले अलिक पछाडि नै म जान्छु यस्तो काममा चाहिँ खानुमा भन्नु चाहिँ अलिक अग्र स्थानमै हुन्छु अब तर म पनि अब जान्छु गएँ अब यो भिडियोलाई चाहिँ यहीँनिर एकछिन पज गरेर म पनि जाँदैछु तपाईँ के भन्न चाहनुहुन्छ सुर्ती खानुहुन्छ अनि त्यसपछि हो हजुर म पनि त्यस्तै छु अलिक अब असक्त भइयो हजुर गल काट्नु ल अर्डर आइसकिसक्यो है भाइहरूको तर्फदेखि एउटा गल चाहिँ काट्ने मेरो भागमा परिसकेको छ अब म गल काट्न लागे काम कुरो भइरहेको छ हेर्न सक्नुहुन्छ है माछाहरू भ्याटा निस्किन्छ क्या यहाँदेखि है यो पानी उभाइसकेपछि भाइहरूको नयाँ तरिकाले चाहिँ पुरा राम्रो काम गरेको छ माछा समात्ने यो रहेछ नि त तरिका है ब्यागसँगले पानी घटिसक्यो ए पानी घटिसकिसक्यो बल गरौ गाइजहरू बल गरौ अब एकछिन उहाँहरू थकाए मार्नुभयो जस्तो छ माछा खान गाह्रो भयो माछा खान साह्रै गाह्रो हुने रहेछ यार हो पानी उगाउँदा माछा खान धेरै गाह्रो भयो हामी पानी खाँदा छु माछा फिटै पर्ता है ल गाइजहरू खोइ कता गयो ल यो खाँदै हान्ने नन स्टप यो खाँदै हान्ने यार आज नउठिन म जस्तो छ के को उठिन्थ्यो रमाइलो मात्र हुने हो जुकाले खाइसकेको छ हिनेस्ताले के हो माथि आएर नाचेर भनेको हुन्छ कई बारी दरियाम कैसी म कई बारी दरियाम भया सबै टकटक आउनुपर्छ देवा मजाले कति हो कति म चाहिँ अब नसक्ने अवस्थामा पुगेर मैले चाहिँ सन्यास लिइसकिसकेको छु आजको माछा मार्ने कार्यक्रमबाट भाइहरू अनि काकाहरू चाहिँ पुरा अझै पनि जोस र जागरका साथ काम गरि नै रहनु भएको छ म चाहिँ अब सकिनँ मेरो चाहिँ यति नै आजको माछा मार्ने कार्यक्रम है ओ माछाहरू अझै पनि रहेछन् है अन्तिम चरणमा गलले चाहिँ ढुङ्गा हल्लाउनु हुँदै हाम्रो साइला काका समाप्त होइन त आजको ल माछा मार्ने कार्यक्रम चाहिँ यहीँनिर समाप्त भएको जानकारी गराउँदै हाम्रो माछा भएको छ केजी 1 हेर्न सक्नुहुन्छ बाल्टिन एउटा 350 को घाटा लाग्यो अनि यता अब खाजा पान घाटा लाग्यो अब यसले 1 केजी माछा समात्यो अब सन्तोक मान्नु पर्यो सम्पूर्ण ल
सिसिर चाहिँ के लुकेर हो गाई चाहिँ आजको हाम्रो माछा मार्ने कार्यक्रम चाहिँ यही समाप्त भएको छ। अब चाहिँ हामी खाजा खाएर घरतर्फ जाने सल्लाह गरेको छौँ। यति बेला 4:16 गएको छ। अब हामी यो खाजा खाएर घर जान्छौँ। यति बेलासम्म तपाईँहरूले हाम्रो भिडियो हेरेर साथ दिनुभयो, हजुरहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै आजको हाम्रो माछा मार्ने कार्यक्रम यहीँनिर समाप्त भएको जानकारी गराउन चाहन्छौँ। हस्त धन्यवाद।